नमस्कार साथीहरू यदि म तपाईलाई सोध्छु तपाई 2 घण्टादेखि अंग्रेजी पढ्दै हुनुहुन्थ्यो वा बिहानदेखि पानी परिरहेको थियो वा हामी विदेश जाने तयारी गर्दै आइरहेका थियौं। यी वाक्यहरूलाई इंग्लिशमा कसरी व्यक्त गर्नुहुन्छ? यस्ता वाक्यहरूमा हामी कुन टेन्सको प्रयोग गर्छौं? के हामी यहाँ पास्ट कन्टिन्युअस टेन्स प्रयोग गर्छौं वा पास्ट पर्फेक्ट टेन्स प्रयोग गर्छौं? वास्तवमा यस्ता वाक्यहरूले विगतमा कुनै निश्चित समय वा अर्को घटना हुनुभन्दा अगाडिदेखि सुरु भएको र केही समयसम्म निरन्तर रूपमा भइरहेको कामलाई जनाउँछ। यस्ता कार्यहरूलाई व्यक्त गर्नका लागि हामी पास्ट पर्फेक्ट कन्टिन्युअस टेन्सको प्रयोग गर्छौं। आजको यस भिडियोमा हामी पास्ट पर्फेक्ट कन्टिन्युअस टेन्सलाई एकदमै सरल र व्यवस्थित तरिकाले सिक्नेछौं। यस भिडियोमा हामी यसको परिचय, प्रयोग, स्ट्रक्चर, अफर्मेटिभ, नेगेटिभ, इन्ट्रोगेटिभ तथा WH क्वेशन्स लगायत विभिन्न उदाहरणहरूलाई विस्तारपूर्वक बुझ्नेछौं। सो अब धेरै ढिला नगरिकन आउनुहोस् आजको भिडियो लेक्चर सुरु गरौं। अब फर्स्टमा पास्ट पर्फेक्ट कन्टिन्युअस टेन्स अथवा पूर्ण अविच्छिन्न भूतकालको बारेमा कुरा गरौं। विगतमा कुनै काम कुनै निश्चित समयदेखि सुरु भएर विगतकै अर्को समयसम्म निरन्तर चलिरहेको थियो भन्ने कुरा देखाउन यो टेन्सको प्रयोग गरिन्छ। पूर्ण अविच्छिन्न भूतकाल जनाउनका लागि धातुमा दै वा रहेका, रहेको, रहेकी प्लस थिए, थियौं, थियो, थी, थिइन् आदि जस्ता रूपहरू नेपाली वाक्यमा जोडिन्छन् प्लस समयसँग देखिको पनि प्रयोग गरिन्छ। जस्तै बिहानदेखि पानी परिरहेको थियो अथवा तपाई यसलाई यसरी पनि भन्न सक्नुहुन्छ बिहानदेखि पानी पर्दै रहेको थियो। अर्को छ उनीहरू 3 घण्टादेखि खेलिरहेका थिए अथवा उनीहरू 3 घण्टादेखि खेल्दै आइरहेका थिए। अर्को छ हामी तयारी गर्दै आइरहेका थियौं। साथीहरू पास्ट पर्फेक्ट कन्टिन्युअस टेन्समा बितेको समय यानी पास्ट टाइम देखाउन सिन्स अथवा फर प्लस टाइमको प्रयोग गरिन्छ। अब युज अफ सिन्स र फर हेरौं। सिन्सले काम ठ्याक्कै कुन समयबाट सुरु भएको हो भन्ने सुरुवातको बिन्दु यानी स्टार्टिङ पोइन्ट देखाउँछ। अब सिन्स प्रयोग हुने क्षेत्रहरूको बारेमा कुरा गरौं। फर्स्टमा छ घडीको समय देखाउन सिन्सको प्रयोग गरिन्छ। जस्तै सिन्स 4 o'clock, सिन्स 10 AM। अर्को छ बार, महिना र वर्ष देखाउन सिन्सको प्रयोग गरिन्छ। जस्तै सिन्स मन्डे, सिन्स जनवरी, सिन्स 2015। अर्को छ दिनका भागहरू देखाउन सिन्सको प्रयोग गरिन्छ। जस्तै सिन्स मर्निङ, सिन्स इभिनिङ, सिन्स नाइट। अर्को छ जीवनका अवस्थाहरू देखाउन सिन्सको प्रयोग गरिन्छ। एक्जाम्पलको लागि सिन्स चाइल्डहुड, सिन्स बर्थ। अब फरको बारेमा कुरा गर्नु पर्दा फरले काम कति लामो समयसम्म चल्यो भन्ने कुल अवधि यानी टोटल ड्युरेसन देखाउँछ। फर प्रयोग हुने क्षेत्रहरू हेरौं। फर्स्टमा छ मिनेट र घण्टा देखाउन फरको प्रयोग गरिन्छ। जस्तै फर 10 minutes, फर 3 hours। अर्को छ दिन र हप्ताको अवधि देखाउन फरको प्रयोग गरिन्छ। जस्तै फर 5 days, फर 2 weeks। अर्को छ महिना र वर्षको अवधि देखाउन यानी ड्युरेसन देखाउन फरको प्रयोग गरिन्छ। जस्तै फर 6 months, फर 10 years। अर्को छ लामो अवधि देखाउनको लागि फरको प्रयोग गरिन्छ। जस्तै फर अ लङ टाइम, फर एजेस। साथीहरू फर र सिन्सको प्रयोगलाई अझै सजिलो तरिकाले तपाई यसरी बुझ्नुहोस् जहाँ समयको संख्या वा गन्ती आउँछ त्यहाँ फर लगाइन्छ। जस्तै 2 घण्टा, 5 दिन, 10 वर्ष यी सबैमा फर लाग्छ। सिन्सको बारेमा कुरा गर्नु पर्दा जहाँ समयको नाम वा निश्चित बिन्दु आउँछ त्यहाँ सिन्स लगाइन्छ। जस्तै बिहान, सोमबार, 2015 यी सबैमा सिन्स लाग्छ। सिम्पली तपाई यति बुझ्नुहोस् गन्ती आए फर लगाउने, नाम आए सिन्स लगाउने। अब यहाँ पास्ट पर्फेक्ट कन्टिन्युअस टेन्सको अफर्मेटिभ सेन्टेन्स बनाउने
ग्रामेटिकल स्ट्रक्चर छ सब्जेक्ट प्लस ह्याड प्लस बिन प्लस बिफोर प्लस अब्जेक्ट प्लस सिन्स फर प्लस टाइम। विगतमा कुनै काम सुरु भएर विगतकै कुनै निश्चित समयसम्म निरन्तर चलिरहेको थियो भनी व्यक्त गर्न यो स्ट्रक्चरको प्रयोग गरिन्छ। जस्तै 3 दिनदेखि वीरगन्जमा पानी परिरहेको थियो। यसको इङ्ग्लिस हुन्छ इट ह्याड बिन रेनिङ इन वीरगन्ज फर 3 days। यहाँ 3 दिनदेखिको इङ्ग्लिस हुन्छ फर 3 days र जुनसुकै सब्जेक्टको साथमा ह्याडको प्रयोग गर्न सकिन्छ। अर्को एक्जाम्पल छ उसले धेरै दिनदेखि लागु पदार्थ सेवन गरिरहेको थियो। यसको इङ्ग्लिस हुन्छ ही ह्याड बिन टेकिङ ड्रग्स फर अ लङ टाइम। अर्को छ उनीहरू लामो समयदेखि प्रयास गर्दै आइरहेका थिए। यसको इङ्ग्लिस हुन्छ दे ह्याड बिन ट्राइङ फर अ लङ टाइम। यहाँ लामो समयदेखिको इङ्ग्लिस हुन्छ फर अ लङ टाइम। अब यहाँ नेगेटिभ सेन्टेन्स बनाउने स्ट्रक्चर छ सब्जेक्ट प्लस ह्याड प्लस नट प्लस बिन प्लस बिफोर प्लस अब्जेक्ट प्लस सिन्स फर प्लस टाइम। विगतको कुनै समयदेखि कुनै काम निरन्तर भइरहेको थिएन भनी नकारात्मक रूपमा व्यक्त गर्न यो स्ट्रक्चरको प्रयोग गरिन्छ। जस्तै उसले गत शनिबारदेखि केही पनि खाइरहेको थिएन। यसको इङ्ग्लिस हुन्छ ही ह्याड नट बिन इटिङ एनिथिङ सिन्स लास्ट स्याटरडे। यहाँ गत शनिबारदेखि भनेको सिन्स लास्ट स्याटरडे हो। अर्को छ म बिहानदेखि केही पनि गरिरहेको थिइनँ। यसको इङ्ग्लिस हुन्छ आई ह्याड नट बिन डुइङ एनिथिङ सिन्स मर्निङ। बिहानदेखिको इङ्ग्लिस हुन्छ सिन्स मर्निङ। अर्को छ हामी कुरा गर्दै आएका थिएनौँ। यसको हुन्छ वी ह्याड नट बिन टकिङ। अब यहाँ येस नो क्वेसन सेन्टेन्स बनाउने स्ट्रक्चर छ ह्याड प्लस सब्जेक्ट प्लस बिन प्लस बिफोर प्लस अब्जेक्ट प्लस सिन्स फर प्लस टाइम। जब हामी विगतमा कुनै काम विगतकै समयदेखि के निरन्तर भइरहेको थियो भनी केवल येस वा नोमा उत्तर आउने गरी प्रश्न सोध्छौँ तब यो स्ट्रक्चरको प्रयोग गरिन्छ। जस्तै के तिमीले मलाई 1 घन्टादेखि फोन गरिरहेका थियौ? यसको हुन्छ ह्याड यु बिन कलिङ मी फर एन आवर। अर्को छ के उनीहरूले हिजोदेखि तिमीलाई चेतावनी दिँदै आइरहेका थिए? यसको हुन्छ ह्याड दे बिन वार्निङ यु सिन्स यस्टरडे। यहाँ हिजोदेखिको इङ्ग्लिस हुन्छ सिन्स यस्टरडे। अर्को छ के उसले सहयोग गर्दै आएको थियो? यसको हुन्छ ह्याड ही बिन हेल्पिङ। अर्को छ के पानी पर्दै रहेको थियो? यसको हुन्छ ह्याड इट बिन रेनिङ। अब इन्ट्रोगेटिभ नेगेटिभ क्वेसन सेन्टेन्स बनाउने स्ट्रक्चर हेरौँ। स्ट्रक्चर छ ह्याडन्ट प्लस सब्जेक्ट प्लस बिन प्लस बिफोर प्लस अब्जेक्ट प्लस सिन्स फर प्लस टाइम। विगतको समयदेखि कुनै काम के निरन्तर भइरहेको थिएन र भनी आश्चर्य वा जिज्ञासाका साथ नकारात्मक प्रश्न सोध्न यो स्ट्रक्चरको प्रयोग गरिन्छ। जस्तै के उसले केही दिनदेखि केही पनि गरिरहेको थिएन? यसको इङ्ग्लिस हुन्छ ह्याडन्ट ही बिन डुइङ एनिथिङ फर सम डेज। यहाँ केही दिनदेखिको इङ्ग्लिस हुन्छ फर सम डेज। अर्को छ के तिनीहरू 20 दिनदेखि आइरहेका थिएनन्? यसको हुन्छ ह्याडन्ट दे बिन कमिङ फर 20 days। यहाँ 20 दिनदेखिको इङ्ग्लिस हुन्छ फर 20 days। अब यहाँ WH क्वेसन सेन्टेन्स बनाउने स्ट्रक्चर छ WH वर्ड प्लस ह्याड प्लस सब्जेक्ट प्लस बिन प्लस बिफोर प्लस अब्जेक्ट प्लस सिन्स फर प्लस टाइम। विगतमा चलिरहेको कुनै कामको बारेमा कति समयदेखि किन कहाँ जस्ता विस्तृत जानकारी माग्दै प्रश्न गर्न यो स्ट्रक्चरको प्रयोग गरिन्छ। जस्तै उसले कति समयदेखि पढाइरहेको थियो? यसको इङ्ग्लिस हुन्छ हाउ लङ ह्याड ही बिन टिचिङ। अर्को छ
तिमी किन उसलाई 2 घन्टादेखि गाली गरिरहेका थियौ? यसको हुन्छ वाइ ह्याड यु बिन स्कोल्डिङ हिम फर 2 आवर्स। यहाँ 2 घन्टादेखि भनेको फर 2 आवर्स हो। साथीहरू, यो तपाईँहरूको होमवर्क हो। यहाँ दिएका नेपाली वाक्यहरूलाई तपाईँहरूले इङ्ग्लिसमा ट्रान्सलेट गर्नुपर्नेछ। यसलाई तपाईँहरू आफ्नो कापीमा पनि बनाउनुहोस् र यसको आन्सर मेरो कमेन्ट सेक्सनमा पनि गएर लेख्नुहोस्। तपाईँले लेखेको ठिक छ वा बेठिक छ, म त्यहाँ तपाईँहरूलाई पक्कै पनि रिप्लाई गर्नेछु। साथीहरू, अब लास्टमा म तपाईँहरूलाई यहाँ के भन्न चाहन्छु भने यद्यपि फ्युचर पर्फेक्ट कन्टिन्युअस टेन्सलाई व्याकरणमा छुट्टै टेन्सका रूपमा लिन्छ, यसको व्यवहारिक प्रयोग निकै सीमित छ र दैनिक अङ्ग्रेजीमा यसका वाक्यहरू पनि बिरलै प्रयोग भएको पाइन्छ। त्यसकारण समय र विषयवस्तुको उपयोगितालाई ध्यानमा राख्दै हामी यस टेन्सलाई हालका लागि स्किप गरेर अगाडि बढ्नेछौँ। र फर नाउ विथ दिस नोट, दिस इज द एन्ड अफ द भिडियो।